राम्रोदेखि भरे पठाउँछु ल म हुन्छ हेर्नु होइन बाई बाई गएको ल घर कहाँ हो ल गएको ल स्कुलको नाम के हो घुमाउने Baby, so cold, he from the north, he from the Canada. Bankroll so low, I got nothing else that I can withdraw. Ran up the blow, boy, shot my wrist, it go like sha. I got your face in me, la la la. नाना घर जानेछु सो एकछिनबाट आउँछु त्यहाँ पनि तपाईँहरूलाई देखाइदिन्छु होइन हाम्रो मम्मीको घर चाहिँ कहाँ हो खासमा के भनेर सिमाबाट हिँड्ने सिमा आउँछु मम्मीको घर चाहिँ यो उकालो बाटो जान्छ है त्यहाँबाट उतै गएको छ हामी नाम्ची पुग्थ्यो तर हामी यहाँबाट नाम्ची पुग्छ तर यहाँबाट चाहिँ माथि मामाहरू घर छ है त्यो निस्किकन हामी जानेछौँ है गाइस कस्तो दामी घाम लाग्यो यार यो बाटोमा त तर मैले कहिले पनि बाइकहरू यसरी कुदाएको थिएन नि त गाइस है यसरी कहिले पनि कुदाएको थिइनँ र आज चाहिँ फर्स्ट टाइम हुन्छ म यो बाटोमा चाहिँ यसरी बाइक कुदाउँछु आउनु चाहिँ म पहिला पनि आएको नि त यहाँ तर बाइक यसरी आएको थिइनँ होइन अन्त आज फर्स्ट टाइम आएको मजा आयो क्या अन्त अब त आइपुग्न लाग्यो ऊ त्यो बाइक राख्यो ऊ अगाडि बाइक राखेर त्यहाँबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ नि त अहिलेसम्म बाइक पुग्दैन त्यही कारणले गर्दाखेरि यहाँ पर बाइक राखिन्छ नि रहेछ है उता हिँडेर जानुपर्ने हुन्छ गाइस सो हामी फाइनली मामाको घर आइपुग्यो है अब यहाँबाट तपाईँहरूलाई म उताको भ्यू देखाउँछु म परबाट हिँडेर थाकेँ पनि यहाँबाट अब म तपाईँलाई उताको भ्यू देखाउँछु है गाइस तपाईँले देख्न सक्नुहुन्छ यो तल बनिँदै गरेको चाहिँ हाम्रो मम्मीको घर हो यो अगाडि चर्च त्यसको पछाडि मामाको घर अन्त हाम्रो चाहिँ पहिला यहाँ सानो कटेज बनाएको थियो जुन चाहिँ त्यसै हावाले उडाएर लग्यो अहिले चाहिँ घरमा कोही पनि अहिले चाहिँ घरमा चाहिँ कोही पनि छैन रहेछ सबै आन्टी घर देख्न सक्नुहुन्छ है सबै आन्टी चाहिँ मम्मीको बहिनी कोही पनि छैन रहेछ अहिले चाहिँ कोही पनि छैन रहेछ गाइस सो यहाँबाट फर्किने टाइम भयो मामाहरूको घर चाहिँ त्यो हो कुनै कुकुरले मलाई ढुकिरहेको छ बाटो पनि यस्तो छ फाइनली बाइक भएको बाबाए So guys, I'm back again है यहाँनिर आइपुग्यो लास्टमा चाहिँ क्यान्टिनको छेउमा स्ट्यान्डमा
गाइस फेरि म फर्केर क्यान्टिन आइसकेको छु है। माथि चाहिँ त्यो ठुलो कुकुर रहेछ। अन्त यहाँबाट तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु है। यहाँ छ अपनको बाइक चाहिँ। सो हाम्रो एल्जादीको क्यान्टिन चाहिँ यो सिसिडी जाने रोड यहाँनिर रहेछ। अन्त बाइकको टायर चाहिँ यस्तो खालको चिल्लो भइरहेको छ नि त। नि है भ्याल्यु हुँदैन ए कलेज जस्तो चाहिँ हुँदैन। हाम्रो ठिक रहेछ। हाम्रो त झन् कस्तो हुन्छ नि त 10 बजीदेखि 4 बजीसम्म त्यो पनि ब्रेक पनि हुँदैन। हजुर नभई कन्टिन्यू हुन्छ। र हामी त सिनियर भएर पढाउँदैनौँ, हामीलाई पठाउँछ नि त्यो कलेजको भाइ बहिनीहरूलाई हेर्नु भनेर। यो त तपाईँले देख्न सक्नुहुन्छ अहिले भरे एडिट गर्दाखेरि चाहिँ फेरि क्वालिटी घट्छ नि। नेट प्याकबाट गर्नु चाहिँ वाइफाईबाट गरेको भए चाहिँ यता वाइफाई छ वाइफाईबाट गरेको भए चाहिँ त्यो हुन्थ्यो कि एडिट पनि अनलाइनबाटै गर्नुपर्छ अनि। हजुर यो तपाईँले अफलाइन गर्दा पनि हुन्छ कि एफेक्टहरू पस्दैन नि। यो चिकन किमा अन्त एल्जादीले चाहिँ बेल्नु हुँदैछ। म तपाईँलाई फ्रिज खोलेर देखाउँछु। एल्जादीको फ्रिजमा चाहिँ कोपी रहेछ, आलु रहेछ गाइस होइन। अन्त स्प्राइटहरू रहेछ, अरू केही पनि छैन रहेछ है गाइस। यहाँ हामीले माइजूकोबाट खाजासाजा खाइसक्यो हो। प्रनिताहरू चाहिँ फेरि कलेज जाने अरे, शर्मिलादी हुनुहुन्छ। अन्त यहाँ चिया पनि दामी पाउँदो रहेछ चिया। सर्ट आउट टु शर्मिलादी है। इन्स्टाग्राममा फलो गर्नु सक्नुहुन्छ शर्मिलादीलाई। के छ नाम तपाईँको? एक्टिङ नपार्नु नि। केही छैन, म चलाउँदिनँ इन्स्टा। चलाउँदिनँ साच्चै। फेसबुकमा के छ मेरो दर्शकहरूलाई? फेसबुक पनि चलाउँदिनँ, इन्स्टा पनि चलाउँदिनँ, बुझ्यौ? खाली वाट्सएप पनि चलाउँछु। जहिले हामी खाजा खानु यहाँ आउनु कि जहिले च्यानी खाइसक्यो, गेम पनि खेलिसकेँ है दर्शक पनि। अन्त अब म चाहिँ फेरि बस्छु हो। यिनीहरू चाहिँ फेरि अब कलेज गएर आउँछ अरे। कति मिनट लाग्छ नि? दिदीहरू कलेज जानुहुन्छ। टाइम लाग्छ अब नि के हामीलाई कति वेट गर्दै गर्नु। आधी घन्टा लाग्छ तपाईँहरूलाई? आधी घन्टा होइन लाग्छ, आधी घन्टा। त्यही त अन्त ब्याट्री त अफ भएर खै तपाईँको आइडेन्टी कार्ड? मैले राखेँ, यहाँ दिउँ न यो आइडेन्टी कार्ड देखाउनु नि। आइडेन्टी कार्ड होइन, एडमिट कार्ड निकाल्नु पर्छ। यो छोडी राख्नु ल यहाँ साइड। होइन तपाईँलाई चाहिँदैन? अघि भयो माथि फाइनेन्समा। तपाईँहरूकोमा एसयुले हेर्छ? सेम होइन क्या अन्त हाम्रो चाहिँ यत्रो बुढो भइसकिसक्यो, आँखा चिम परिसक्यो बलियो भएर। यो को यो तिम्रो नाना तृप्ति प्रणिता राई, मिस प्रणिता राई। यत्रो राम्रो पक्रेन नि। चार्ज पनि पायो किन्नु। मैले चार्जर पनि पाएँ फाइनली एल्जादीले गर्दा। पाइसकिसके छैन अन्त त के हुन्छ त अन्त है। तिमीले यसरी देखायो भने त म झन् जान्दिनँ नि। लो ब्याट्री हुन थालिहाल्यो। सो गाइस अब चाहिँ हामी माइजलाई बिदा लिनेछ। त्यसैले काको एल्जादी बाई 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 बाई। हाम्रो एल्जादीले चाहिँ एकदम मिठो पकाउनु सिक्नु भएछ। एकपल्ट क्यामेरामा हेर्नुहोस्। यहाँ सबैजना खाजा खानु यहाँ आउनुहोस् होला एल्जादीकोमा। एल्जादीको चाहिँ ग्यास सकेर बिजोक भइरहेको छ है। मेरो फाइल खोइ कुन? बाई बाई माइजू। अब भरे युट्युबमा हेर्नुहोस् ल।
चिनी पक्रिदिनु हिँड्दै जान्छु यता यता चिनी म हिँड्दै जान्छु त्यसो भए बाई पर्समा हिँड्नु नि के छ नाटक गरेको तपाईँको अम्ला आएको छैन होला नि आइरहेको छ भगवान् यहाँ म कसरी पक्रिनु ओइ त्यस्तो चाहिँ नभन् पछाडि न टिकुन्ताको भएको फोन पनि दादी जाउँ न म हिँड्दै जान्छु तिमीहरू तपाईँ नकल नपार्नु न बस्नु नि उयो अर्काइरहेको छ स्टाइल ए नआउँछ अरे नि त म हिँड्दै जाँदै गर्छु ल बाई नकल नपार्नु नि हिँड्नु नि त्यो कस्तो अघि बिहान पनि कस्तो बिजोकले बसेको चढ्नु सक्दिनँ अप्ठ्यारो हुन्छ उतापट्टिबाट चढ्नु नि अनि ओइ लेस बान अलिक कहाँ गएको हेर्न पहिला हेलो भन्नु हात त्यसरी हेलो होइन को छोरी हो कसको छोरी भन्दै न एनएसले के गर्छ पापा हो भन्दै स्कुलमा के पढ्यो आज एबिसीहरू पढ्यो यस्तो गरिदिनु यसो गरिदिनु यता क्यामेरामा हेर यस्तो कस्तो राम्रो देख्यो भरे पठाउँछु ल म हुन्छ भन्नु म होइन माइजू गएको जति गएको ल बाई बाई ल समीलाई दि बाई हो इक्जाम बिगाडिहाल्नु भयो गएको ल बाई बाई डु सेयर माई भ्लग हो गएको बाई बाई बिस्तारै जानुहोस् ल हामीले शर्मिला दिदीलाई चाहिँ अलपत्र छोडेको छ हामी लागेको सो अब चलते हैं नयाँ जुत्ता पाइछ त है खै हात मिलाउनु नि अन्त पछि नेम भाइ खै हात मिलाउनु छिटो न गुड गर्ल हो भने छिटो What is your name? My name is Medical Sangar. What is your name? My name is Sunchen Mangar. Kai. What is your name? My name is Elna Mangar. तिम्रो तिम्रो नाम के हो? Sanmeri Mangar भन्नु न दिया सरमन उ उसको नाम सोफिया मङ्गर सबैजना मङ्गर हो हजुर आमा दिदी बहिनीहरू हो यहाँ फोटो खिचिरहेको छु ल मैले आउनु नै छिटो यहाँ फोटो खिच्दैछु ल यस्तो 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 बाई बाई गएको ल घर कहाँ हो ल गएको ल बाई बाई ल लाग्छ हेलो हेलो छिटो खै को छ यति भने गुड 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 बोय र गुड गर्ल को छ ऊ गुड गर्ल छ होला छिटो छिटो गुड वाट इज यर नेम वाट इज यर नेम भाइ नाम के हो अब म खाइदिन्छु यो उसको नाम के हो खै हात मिलाउनु जुत्ता कसले दियो यस्तो नयाँ जुत्ता अब भोलिदेखि लगाउँछ अर्को जुत्ता लगाउँछ यो जुत्ता म लान्छु ल अब स्कुलको नाम के हो घुमाउने घुमाउने ए गएको ल बाई बाई गएको ल अब भयो